अर्थतन्त्र ललित कलाया योगदान या विशेष शनिबार समूहगत षयलय जुगदु नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान जुगु जाजोले वक्तया रूपे वरिष्ठ कलाकार अनिल चित्रकार व संगीता थापा छाया दिएको ख अथे उगु जाजोले प्रतिष्ठान या प्राज्ञ सभा दुज प्रदीप साक्य सहज कर्तया भूमिका भिता दिएको ख षयलयले अनिल चित्रकार कला अर्थतन्त्र या सूचक जुगु व छुन देया सभ्यता मसिका कला पाखे पिबोइ गुथया दिल नेपालमा अब जुन आउने समयमा चाहिँ आर्ट र अर्थतन्त्र चाहिँ अब सँगै लिएर जाने चाहिँ बेला भयो भन्ने एउटा हाम्रो बिचमा चाहिँ एउटा कन्क्लुजनमा चाहिँ पुग्नुपर्छ। अब किन भन्दैछु भन्दाखेरि ट्रली बस सबैले देखेको एउटा इक्जाम्पल भयो। तर हालसाल है हामीले बन्दीपुरको जुन माथिको गाउँ छ बन्दीपुरको सहर त्यसलाई संरक्षण गर्ने क्रममा यहाँ सबैले थाहा हुन्छ कि जस्तै बन्दीपुर एउटा ठुलो चहल पहल हुने ठाउँ थियो र त्यसपछि जब तराईमा औलो उन्मूलन भयो भने त्यसपछि बन्दीपुरका मान्छेहरू सबै नारायण घाटतिर ओर्ले, त्यसपछि पृथ्वीराजमा बन्यो, फेरि अझ थप मान्छेहरू ओर्ले, त्यसपछि के अरे जिल्लाको सदरमुकाम सार्यो, अझ थप मान्छेहरू तल गए, हुँदा हुँदा त्यो ठाउँ चाहिँ खाली नै भएर गयो। अब बन्दीपुर बनाउने क्रममा एउटा विश्लेषण के हुन्छ, हाम्रो नेपालीहरूको विश्लेषण अलिकति छ नि, सर्फेसियल भन्छौँ नि, एकदम गहिरो नजाने, खालि सर्फेसमा गर्दाखेरि बन्दीपुर किन बनाउने भन्ने छलफलमा चाहिँ हिमाल देखिन्छ। अब हिमाल त मेरो कोशीबाट पनि देखिन्छ नि होइन। सो हिमाल देखिन्छ भन्ने चिजबाट यो देश चाहिँ अर्थतन्त्रतिर चाहिँ जाँदैन कि हिमाल जहाँबाट पनि देखिन्छ। अथे वेकला मेमेगु वस्तु या भाग कुहाउनेगु तर कलाया भाग कबले कुहामवासे उगु कलाया पारखिते द थुइके फटथासा छन भाथा वनेगु थया दिल। अब अर्थशास्त्रमा के बुझ्नु जरुरी छ भने सुनको भाउ भनेको ग्राफमा चाहिँ एउटा सिधा लाइन हुन्छ। किनभने जस्तै हामी जस्तो मान्छेहरूले 1600-1700 रुपियाँ तलब महिनाको खाँदाखेरि 2 तोला सुन किन्छौँ होइन, 16-17 रुपियाँमा 2 तोला। अहिले जसले 1 लाख रुपियाँ तलब खान्छ उसले 1 तोला किन्छ नि। सो त्यो खास सुनको भाउ बढ्या होइन नि होइन, जुन इन्फ्लेसन अर्थात् पैसाको भ्यालु जुन छ, सुन भनेको चाहिँ मोरल स्टेबल अलिअलि बढ्ला, तर सुन किन्यो भने त्यो झन् नै एउटै लाइनमा हुन्छ। अब तपाईँको खल्तीमा चाहिँ 100 रुपियाँ छ भने अहिले त्यो 100 रुपियाँ नचलाइकन खल्तीमा राखिराख्यो भने अर्को वर्ष नाफामा आउँदाखेरि कति हुन्छ त त्यो भन्दाखेरि अचम्म कसैले नबुझ्ने के छ भने त्यो 100 रुपियाँ चाहिँ 93 रुपियाँ हुन्छ। सो 7% इन्फ्लेसन छ भने 100 रुपियाँ चाहिँ अरू वर्ष त 93 रुपियाँ हुन्छ। सो क्यास राख्नु त हुँदैन, सुन किन्यो भने बल्ल बल्ल बराबर हुन्छ। तर आर्ट किन्यो भने त्यसको भ्यालु चाहिँ अचम्मसम्म बढ्न सक्छ भन्ने कुरा चाहिँ हामीले मान्छेलाई बुझाउनुपर्छ। किनभने त्यो आर्टको भ्याल्यु भनेको समाज सँगसँगै अथवा समाज जति विकास हुँदै गयो त्यो सँगै बढेर जान्छ। सो संसारभरि पैसा हुने मान्छेहरू अघि भनेको डिस्पोजल इन्कम नउनलाई नगरौँ, जसको डिस्पोजल इन्कम छ उसले चाहिँ ट्राभल गर्छ, उसले नयाँ नयाँ चिजहरू हेर्छ होइन। तर एउटा आर्टमा पनि लगानी गर्नुपर्छ भन्ने एउटा कल्चर हामीले बसाल्यौँ भने यो चाहिँ एउटा खालि इमोसनल विषय नभइकन यो चाहिँ लगानी गर्ने विषय भनेर चाहिँ हामीले एकदम बुझाउनु पर्ने एकदम जरुरी छ। अथे मेम वक्ता संगीता थापा सरकार कलाख्य व कलाकार तेत मसिके मफुगु थासे कु खिना दिल। Galleries need a business model, right? Any business sustain गर्नलाई एउटा मोडल हुनुपर्छ। एन्ड यो मोडल चाहिँ नि सानो ग्यालरीलाई मात्र होइन, नाफालाई पनि चाहिन्छ, पाटन म्युजियमलाई पनि चाहिन्छ, नेसनल म्युजियमलाई पनि चाहिन्छ, एभ्री सिङ्गल कल्चरल इन्स्टिट्युसनलाई एउटा बिजनेस मोडल चाहिन्छ। बिजनेस मोडल छैन भने वी आर गोइङ टु अलवेज ह्याभ मिडियोकर प्रोग्राम्स। र हामीले त्यो प्रोग्रामिङलाई कम्युनिटीलाई एङ्गेज गर्नलाई पनि बजेट चाहिन्छ। जस्तो म आउँदाखेरि मैले सौर देखिरहेको थिएँ, सौरले विद्यार्थीहरूसँग घुमिरहेको थियो होइन, तर त्यसको एउटा बजेट हुनु पऱ्यो, आर्ट्स एजुकेसन, आर्ट्स आउटरिच। र मैले अमेरिकामा आई स्टडिड आर्ट्स म्यानेजमेन्ट एभ्री समर फर 4 years एन्ड आइम अ फेलो अफ द केनेडी सेन्टर। त्यसमा चाहिँ नि अमेरिकाको मोडल चाहिँ नि हामीलाई त्यति सुटेबल भएन, किन त्यहाँ चाहिँ पेट्रोनेजको एउटा ठुलो सिस्टम छ। अथे वेकला कला या त ब्रान्डिङ या मागुली ब ब्यादिल। तपाईँहरू केनेडी सेन्टर गयो भने अल अलोङ द वाल्स अफ द केनेडी सेन्टर त्यहाँको बिलियनियर मिलियनियर
And very ordinary citizens पनि त्यहाँ डोनेट गरेको छ पैसा. And everybody is honored and everybody feels that building is also a part of it. त्यो चाहिँ नि यहाँ हुन सकेको छैन हैन. तपाईँले आर्ट काउन्सिलमा पनि पेट्रोनेज ले चलिरहेको छ अहिले हैन. They have a treasurer, they have someone who's doing active fundraising. Siddharth Art Foundation, which I run, हामीले पनि fundraise गरिरहेको छ. तर त्यसलाई चाहिँ नि आर्ट्स म्यानेजमेन्ट चाहिन्छ. जाजोले भोटिका वपी कलाकार त लिसे ठिठी खेल छापी व्यक्तित्व तेसा कला या त अर्थतन्त्र लिसे स्वात ठोस रणनीति देखे मागो कला या प्रचार प्रसार या त विज्ञापन पाखे यहाँ उन्ने मागो लगायत विषय वस्तु सल यागु ख.